भन्दा पनि अलिक बचेर गर्न थाल्नुपर्छ धर्मकर्ममा। धर्म अध्ययन पाठ पारायण सबै भनेर चिन्तन गर्ने गर्थेँ। मलाई अरू त मैले केही जानेको छैन, अलिअलि यसो किताब चल्दी अलिअलि मात्रै यसो भनियो। आग भइसकेपछि कुवा खनेर घरमा आगोबाट बचाउन सकिँदैन। बुढो भएपछि गर्छु भन्दै गर्दा मेरो बुवाले अलिअलि मलाई संस्कृत पढाउनु भएको भएर मात्रै अलिअलि भन्न सकियो। त्यसैमा पनि सधैँ अभ्यास छैन मेरो, अलिअलि कहिले कहिले मात्रै हो। राधे राधे। ओम श्री परमात्मने नमः। अथ सप्तमोऽध्याय। श्री भगवानुवाच मथया सक्तमना पार्थ योगं युञ्जनमदासर्य शुक्लाम्बरं विचारसार परमां नाद्यन्तरव्यापिनीं वीणा पुस्तकधारिणीं भगवतीं गौरीन्दकारामाम् अस्तु स्पष्टतमानिकं वेदतीं परमासं संस्कृतां वन्दे तां परमीं सरीं भगवतीं बुद्धिप्रदं। ओम श्री वेंकटरमणाभ्यो नमः। ओम इष्टदेवताभ्यो नमः। ओम कुलदेवताभ्यो नमः। ओम ग्रामदेवताभ्यो नमः। ओम वास्तुदेवताभ्यो नमः। ओम सर्वेभ्यो देवेभ्यो नमः। सर्वेभ्यो पितृभ्यो नमः। सर्वेभ्यो ब्रह्मेभ्यो नमः। सिद्धबुद्धिसहिताय श्रीमन्महागणाधिपतये नमः। यस धर्मसभाका सभाध्यक्षज्यू तथा यहाँ उपस्थित मञ्चासीन गुरुजी, प्राङ्गणमा रहनुभएका मेरा श्रद्धेय बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूमा मेरो तर्फबाट राधे राधे नमो नारायणको तर्फबाट म अभिवादन गर्न चाहन्छु। स्वीकार्नुहोला। मेरो सौभाग्य आज म गीता पाठ गर्न लागिरहेको छु। तपाईँ त्रुटि केही होला भए शिक्षाइदिनु होला। म महिलालाई स्थान दिनुभएकोमा गुरुहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। एउटा गुणरत्नमालामा एउटा श्लोक छ, त्यसमा चङ्गा चित्त छँदै उमेर रहँदै पैसा छँदै हातमा व्याधिले नछुँदै आयु रहँदै व्यर्थ छँदै गाँठोमा आफ्नो श्रेय हुने पछि सुख हुने खन्दा छिने हाल है। आग लागि घरमा भएपछि कुवा खन्दा हुने छैन।